नमस्ते साथीहरू, फाइनली टिभी 2026 को रिजल्ट पब्लिस भएको छ। टिभी रिजल्ट चेक गर्नको लागि कतिको एक्साइटेड हुनुहुन्छ? आजको यो भिडियोमा हामी लाइभ हेर्न गइरहेका छौं कि टिभी को रिजल्ट कसरी चेक गर्न सकिन्छ भनेर। भिडियो सुरु गर्नुभन्दा अगाडि यदि तपाई यो च्यानल पहिलोचोटि आउँदै हुनुहुन्छ यो च्यानल सब्स्क्राइब गरेर अवश्य फलो गर्नु होला। सबभन्दा पहिले हामीले आफ्नो क्रोम ब्राउजरले यसले ओपन गर्नुपर्ने हुन्छ। टिभी रिजल्ट 2026 भनेर सर्च गर्नुपर्ने हुन्छ। फर्स्ट लिंकमा यसरी ट्याप गरेर बटनमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ हामीले आफ्नो कन्फर्मेसन नम्बर फर्स्टमा हाल्नुपर्ने हुन्छ। टिभी भन्ने बेलामा यस्तो खालको एउटा कन्फर्मेसन नम्बर पाएको थियो। कन्फर्मेसन नम्बर राखिसकेपछि आफ्नो नम्बरको लास्ट नेम हाल्नुपर्ने हुन्छ जुन कि हाम्रो थर्ड हुनेछ। त्यसपछि डेट अफ बर्थको इयर जे लेखेको छ त्यसलाई नै हामीले लेख्नुपर्ने हुन्छ। सबमिटको बटन हुन्छ। त्यसपछि हाम्रो फाइनल रिजल्ट आइसकेको छैन। जसको चाहिँ सिलेक्टेड हुन्छ उसको हैज बीन सिलेक्टेड भनेर आउनेछ। फाइनली जो मेरो साथीभाइ दिदीबहिनीहरुलाई यो टिभी परेको छ सबैलाई कंग्रेचुलेसन्स। र भिडियो मन पर्यो भने अवश्य लाइक गर्नु होला। र यस्तै युजफुल भिडियोको लागि हाम्रो च्यानल सब्स्क्राइब गरेर अवश्य फलो गर्नु होला।